हेलो नमस्ते सबैलाई सन्चै हुनुहुन्छ सबैजना काममा व्यस्त हुनुहुन्छ होला है म पनि व्यस्तै थिएँ आज चाहिँ अब गाडीको भोल्टेजले गर्दाखेरि आज चाहिँ अब रेस्ट टाइम घरमा अब यसो बसेको अहिले चाहिँ म रुममा छु होइन अब सबैजना काममा हुनुहुन्छ होला अब ठिकै छ बिजी भएको राम्रो सबैजना बिजी हुनुपर्छ नि त अब काममा बिजी भएको राम्रो हो अब काममा बिजी भयो भने दिमागमा नकारात्मक सोचहरू पनि आउँदैन घरमा झैझगडा हुँदैन अब मेन भनेको मान्छे तपाईँको बिजी नै हुनुपर्छ क्या चाहे जस्तो सुकै काममा भए पनि बिजी भएको चाहिँ राम्रो तपाईँको अब हेल्थको लागि पनि राम्रो स्पेसल हेल्थको लागि हो होइन अब तपाईँको राम्रो राम्रो हुन्छ तपाईँको अब आफ्नो हेल्थको लागि मान्छेले अलिकति केही कुराहरू सोचेर अगाडि बढ्नै पर्छ अब अहिले त तपाईँको सोसियल मिडियाको जमाना छ अब प्राय मान्छेहरू फेसबुकमा पनि बिजी हुन्छन् टिकटकमा बिजी हुन्छन् है अब ठिक छ अब जमाना अनुसार मान्छे अगाडि बढ्नै पर्छ होइन अब अहिले सोसियल मिडियाको जमाना छ तपाईँको अब राम्रो छ तपाईँको फेसबुकले पनि अब अहिले राम्रै गरेको जस्तो देखेँ मैले अब तपाईँको अब कति मान्छेहरूले पैसा राम्रै कमाइरहेछ फेसबुकबाट पनि तपाईँ हामीले पनि कमाउन सकिन्छ मेहनत गर्न सक्यो एकअर्कामा सहयोगी भावना लिएर अगाडि बढ्न सक्यो भने गर्न सकिन्छ त्यो पनि होइन तर अब यो फेसबुकमा पनि धेरै अफवाहहरू छ त्यो अफवाहको पछाडि पनि लाग्नु हुँदैन जस्तो लाग्छ अब तपाईँ हामी सोझो साझो मान्छेलाई अब मान्छे के भन्छ भने तपाईँको मेरोमा लाइक कमेन्ट गरिदिनु सेयर गरिदिनु म पनि तपाईँहरूलाई त्यसो गर्नुभयो भने चाहिँ तपाईँहरूको फलोवर्स बढेर जान्छ तपाईँहरूको चाहिँ म आइडी ग्रोथ गरिदिन्छु के भन्छ त्यो सबै फोकटे हो त्यो कुराहरू है त्यस्तोको पछाडि नलाग्नु त्यहाँ म कति कमेन्टहरू हेर्छु मैले तपाईँलाई यसो गरेँ खै मेरो गर्नुभएको छैन म यस्तो भन्छु त्यो फोकटे हो क्या त्यो सबै कुराहरू फोकटे हो होइन त्यो त्यस्तोको पछाडि नलागेकै राम्रो मेरो विचारमा अब जति सक्दो हामीले हार्डवर्क गर्ने हो आफूले मेहनत गर्ने हो राम्रो कन्टेन्ट बनाउने हो होइन अब एकअर्कामा सहयोगी भावना लिएर अगाडि बढ्नुपर्छ तपाईँको अब लाइक कमेन्टहरू गरिदिने हो होइन एकअर्कामा लाइक कमेन्टहरू गरिदिनुपर्छ सपोर्ट गर्नुपर्छ एकअर्कालाई मैले पनि कतिलाई गरेको छुइनँ भने त्यसको लागि सरी म पनि गरिदिन्छु होइन अब त्यसको लागि अब कहिलेकाहीँ मिस्टेक हुन्छ होइन मैले पनि अब सायद देखिनँ होला थाहा पाइनँ होला म गरिदिन्छु सबैलाई है अब त्यस्तै हो अब सोसियल मिडियाको जमाना छ जमाना अनुसार चल्नुपर्छ अब पहिला त तपाईँको अब एल्बमहरू हुन्थ्यो तपाईँको अब मेमोरीहरू चल्थ्यो अब अहिले पहिला जस्तो अब फोटोहरू एल्बममा राख्ने